नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। सप्तरीमा ट्र्याक्टरले किचिएर एक बालिकाको मृत्यु, दाङमा 2 बस जुत्दा 42 जना घाइते। प्रदेश नम्बर 2 को प्रदेश सभा बैठक स्थगित, नेपाली कांग्रेसबाट बैठक अवरोध। प्रदेश सभा अन्तर्गत चयन समिति सभापतिहरूको शपथ ग्रहण सम्पन्न। नेपाल स्वर्ण समाज सेवा समिति राजविराजको दोस्रो वार्षिक साधारण सभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सङ्कटकाल घोषणा। अब समाचार विस्तारमा। साइकल चढेर बजारतर्फ हिँडेकी एक बालिकाको ट्र्याक्टरले किचिएर ज्यान गएको छ। राजविराज नगरपालिका 1 निवासी 11 वर्षीय अञ्जली गिरीको ट्र्याक्टरले किचिएर ज्यान गएको हो। उनको उपचारको क्रममा आज बिहान विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार काम विशेषले शुक्रबार साँझ घरबाट साइकल चढेर निस्केकी गिरीलाई घर नजिकैको पडरिया सडक खण्डको पुलमा तीव्र गतिका आउँदै गरेको 101 त 5539 नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो। ठक्करपछि घाइते गम्भीर भएकी उनलाई तत्कालै स्थानीय गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पुर्याइएको थियो। स्थानीयवासीले भने ट्र्याक्टरले ठक्कर दिएपछि घाइते भएकी बालिकालाई चालकले गाडी ब्याक गरी किचेर मारेको दाबी गरेका छन्। अवस्था अत्यन्तै नाजुक रहेकाले प्रारम्भिक उपचार लगातै एम्बुलेन्सको व्यवस्था गरी उनलाई थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको अस्पताल प्रहरी बिटका हवलदार रामशंकर यादवले बताए। ठक्कर दिने ट्र्याक्टर र सोहीवडा निवासी चालक सुशील यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यता ट्र्याक्टरको अग्रभागमा नम्बर प्लेट भएको ठाउँमा अन टेस्ट लेखिएको छ भने पछाडि रहेको टेलरमा गाडी नम्बर 101 त 5539 लेखिएको पाइएको छ। मोरङ कानेपोखरी गाउँपालिका 6 रमाइलो बजार स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु भएको छ। शुक्रबार साँझ 5:30 बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको 27 प 8674 नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका 4 का 32 वर्षीय रबिन गहतराज घाइते भई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा सोही साँझ 7:30 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दाङको श्रीगाउँ बससँग एउटा जयन्ती बस ठोकिँदा 42 जना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नम्बर 7 श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा 1 ख 1770 नम्बरको बस र पश्चिम खैरेनीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना 8 ख 1017 नम्बरको जयन्ती बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो। शुक्रबार दिउँसो करिब 4 बजे भएको दुर्घटनामा परि 42 जना यात्रु र जयन्ती बाहेक भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षकका अनुसार राप्ती प्रदेशका अस्पताल तुलसीपुरमा घाइतेलाई ल्याइएको छ। इलाकाको सञ्चार शाखाको अनुसार हालसम्म 25 जना घाइतेको नाम आएको र त्यसमध्ये 9 जना गम्भीर घाइते छन्। अहिले घाइतेको उद्धार र अस्पताल ल्याउने काम चलिरहेको हुँदा थप विवरण केही बेरमा उपलब्ध गराउने प्रहरीले बताएको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रदेशसभा बैठक स्थगित भएको छ। प्रतिपक्ष दल कांग्रेसले बीपी उधनको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै प्रदेशसभा 2 को बैठक अवरुद्ध गरेको छ। कांग्रेसको विरोधपछि बैठक स्थगित भएको हो। शनिबार बैठक सुरु हुने बित्तिकै कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले 2049 सालमै विश्वेश्वर प्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगञ्जमा दिएको जग्गा प्रदेश सरकारले शहीद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गर्न खोजेको आरोप लगाए। उनले यसको छिनोफानो नभएसम्म बैठक स्थगित गर्न माग गरे। तत्कालीन मेयर माधवलाल श्रेष्ठज्यूको समयमा श्रम तथा यातायात मन्त्रालय र वीरगञ्ज नगरपालिकाका बीच एउटा समझौता भएको थियो
पिपी उद्यान निर्माण गर्ने कार्यक्रमको लागि त्यो सम्झौतामा सभामुख महोदय पर्याप्त त्यहाँ निर्णय भएको छ, उल्लेख भएको छ। माननीय सदस्यहरू आज आफ्नो मोबाइलको स्विच अफ गर्नुहोस् या साइलेन्टमा राख्नुहोस्। माननीय सभामुख महोदय, उक्त पिपी उद्यान निर्माणको लागि तत्कालीन समयमा सम्झौता भएको थियो। त्यो सम्झौतामा उल्लेख छ 10 करोड रुपैयाँमा पिपी उद्यान निर्माणको लागि सम्झौता भएको थियो। त्यो सम्झौतापछि तत्कालीन मेयर विमल श्रीवास्तवको समयमा पनि त्यो बेला माधवलालजीको समयमा 5 करोड रुपैयाँ भुक्तानी भयो र पछि विमल श्रीवास्तवजीको समयमा पनि बाँकी रहेको 5 लाख रकम भुक्तानी भइसकेको अवस्था छ। त्यसपछि कांग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध गरेपछि सभामुख सरोज कुमार यादवले फागुन 15 गतेसम्मका लागि बैठक स्थगित गरे। बीपी उद्यानका लागि छुट्याइएको 10 बिघा जग्गामा माघ 16 गते प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क शिलान्यास गरेका थिए। प्रदेश सरकारले सो जग्गा वीरगञ्ज महानगरपालिकाको नाममा रहेको र त्यहाँ शहीद स्मृति पार्क निर्माण गर्न इजाजत दिएको दाबी गर्दै आएको छ। त्यस्तै बैठकमा प्रतिपक्ष दल कांग्रेसका प्रदेशसभा सदस्यले प्रदेशसभा अन्तर्गत सार्वजनिक लेखा समितिको उपसभापति निर्वाचनका लागि गरिएको मनोनयन दर्तामा नेकपाका तर्फबाट किर्ते हस्तान्तर भएको भनी आएको कुराको छानबिन गरी किर्ते गर्नेलाई कारबाही गर्न माग गरेका छन्। आजको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोगको काम कर्तव्य अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 प्रस्तुत गर्न अनुमति माग्ने र त्यसपछि सो विधेयक सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। करिब 1 वर्षपछि चयन भएका प्रदेशसभा अन्तर्गतका समिति सभापतिहरूको शपथ ग्रहण सम्पन्न भएको छ। प्रदेशसभा सचिवालयमा आज सभामुख सरोज कुमार यादवले समितिका सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। शुक्रबार 6 वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए। विकास समितिको सभापतिमा संघीय समाजवादी फोरमका शेख अबुल कलाम, आजाद प्रदेश मामिला समितिको सभापतिमा संघीय समाजवादी फोरमका अशोक कुमार यादव, अर्थ तथा योजना समितिको सभापतिमा राजपाका मनिष सुमन, महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा राजपाका जैनुल राई, कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपाका रामचन्द्र मण्डल निर्विरोध निर्वाचित भएका छन्। प्रदेशसभा अन्तर्गत रहेका 7 समिति मध्ये नेकपाको भागमा परेको सार्वजनिक लेखा समितिको मात्र सभापति चयन हुन बाँकी छ। लेखा समितिको सभापतिका लागि नेकपाका भरत प्रसाद शाह र शत्रुघ्न महतोले उम्मेदवारी दिएका कारण सहमति जुट्न सकेको छैन। नेकपा भित्रको अन्तर्दयका कारण लेखा समितिको सभापति चयन प्रक्रिया स्थगित गरिएको छ। प्रदेश 2 प्रदेशसभा अन्तर्गतका समितिहरूको सभापति राजनीतिक भागभण्डाका आधारमा चयन गरिएको हो। फोरम 2, राजपा 2, नेकपा 2 र कांग्रेस 2 लाई एक सभापति भागभण्डामा परेको थियो। बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्। प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगत नारायण राउत कुर्मीले नियोजित रूपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जोहेरी दिँदै छानबिनको माग गरेका हुन्। माघ 12 गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गरेको पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक उक्त सवारी दुर्घटना भएको थियो। प्रजीय भट्टराईको भाइ नरेश भट्टराईले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएका शंका र आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका छन्। उनका अनुसार घटना घटेको 3 साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरले अन्य अनुसन्धान गरेको देखिएको छैन। उक्त घटनामा परि प्रहरी उपरीक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजीय भट्टराई हाल शिक्षण अस्पताल महाराजगञ्जमा कोमामा उपरात छन्। प्रजीय भट्टराई अझै अचेत अवस्थामा छन्। उनको अझै होस खुलेको छैन। मृतक पोखरेलको परिवारले बारामा र भट्टराईका परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा किटानी जाहेरी दिएका छन्। भाइ नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटनापछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन्। बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी विगत 23 वर्षदेखि निरन्तर बारा जिल्लाको सवारी चालकको रूपमा कार्यरत रहँदै आएका थिए। चालक कुर्मीले पैसा र
उच्च पदस्थ व्यक्तित्वको आडमा छानबिनलाई प्रभावित बनाउन खोजेको भट्टराईको परिवारले आरोप लगाएको छ। नेपाल सोनार समाज सेवा समिति राजविराजले आज आफ्नो दोस्रो वार्षिक साधारण सभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न गरेको छ। साधारण सभाका क्रममा समाज उत्थानका योगदान पुर्याएर बापत कार्यक्रममा प्रमुख अतिथि बनाएर र राजविराज 3 निवासी भरत प्रसाद शाह सोनारलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ। नगर समितिका अध्यक्ष सुरेन्द्र कुमार स्वर्णकारको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा कोषाध्यक्ष महेश्वर प्रसाद शाहले अतव्य विवरण प्रस्तुत गरेका थिए। देवेन्द्र शाहद्वारा उद्घोषण गरिएको कार्यक्रममा समितिका केन्द्रीय सदस्य प्रभात कुमार ललनले अतिथिहरूलाई स्वागत गरेका थिए भने सोनार समाजका अगुवा शिवनारायण शाह, मनोज कुमार शाह, सत्यनारायण शाह, तेली समाजका अध्यक्ष रामचन्द्र शाह लगायतले शुभकामना दिएका थिए। काम विशेषले कार्यक्रममा सहभागी हुन नसकेका समाजका केन्द्रीय अध्यक्ष महादेव शाहले टेलिफोनबाटै आफ्नो शुभकामना दिएका थिए। वार्षिक साधारण सभालाई जातीय उत्थान तथा पेशागत हक हितका विभिन्न 7 बुँदे प्रस्ताव पारित गर्दै संगठित भए अघि बढ्ने तथा सत्यता वितरण र नवीकरण कार्यलाई तीव्र बनाउने निर्णय गरेको समितिले जनाएको छ। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। जिल्ला समन्वय समितिको टोलीले शुक्रबार 5 वटा क्रसर व्यवसायीलाई उद्योग बन्द गर्न पत्र समाएको छ। महोत्तरीको भङ्गा नगरपालिका वडा नम्बर 4 बिर्तामा सञ्चालित महोत्तरी गोल्ड प्राली र पञ्चधुरा बासिङ सेन्टर लगायतका सञ्चालक व्यवसायीलाई उद्योग बन्द गर्न पत्र दिएको छ। 12 वटा क्रसर उद्योगमा अनुगमन गर्दा 5 वटा क्रसर उद्योग अवैध पाएकाले बन्द गर्न पत्र दिएको टोलीको नेतृत्व गरिरहेका जिल्ला समन्वय समिति अधिकृत सुदीप कुमार झाले बताए। उनले रमन कन्स्ट्रक्सनका उद्योग र अन्य 2लाई 3 दिनभित्र उद्योग सञ्चालनको अनुमति पत्र र अन्य कागजात सहितको उपस्थिति हुन निर्देशन दिएको जानकारी दिए। झाले तत्काल कागजात देखाउन नसकेकालाई उद्योग बन्द गर्न र भए आवश्यक कागजात सहितको उपस्थिति हुन निर्देशन दिएको बताए। टोलीमा जिल्ला प्रशासन कार्यालयका नासु भरत प्रसाद यादव र नाभि कार्यालयका कर्मचारी राजु सुवेदी सहभागी थिए। क्रसर उद्योगका कारण अवैध नदी उत्खनन बढेको निष्कर्ष निकाल्दै जिल्ला समन्वय समितिले सबै अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो। स्थलगत अनुगमन गर्दा जिल्लामा नदीजन्य पदार्थको दोहन तथा अवैध उत्खनन भइरहेको भेटिएपछि त्यस्तो निर्णय भएको हो। अनुगमन समितिको बैठकले क्रसर उद्योग र स्थानीय तहलाई 2075-76 मा नदीजन्य पदार्थको ठेक्का तथा राजस्व असुली प्रक्रिया र क्रसर उद्योगलाई दर्ता नवीकरण लगायतका सम्पूर्ण विवरण 7 दिनभित्र उपलब्ध गराउन परिपत्र रहेको थियो। तर कुनै पनि स्थानीय तह र उद्योगीले पत्रको जवाफ नदिएकाले उद्योगीहरू बन्द गराउने निर्णय अनुसार बन्द गराएको अधिकृत झाले जानकारी दिए। जिल्ला समन्वय समितिको तथ्याङ्कले जिल्लामा जम्मा 6 क्रसर उद्योग सञ्चालनमा रहेको देखाउँछन्। तर जिल्लामा 50 भन्दा बढी क्रसर उद्योग सञ्चालन भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। नाइजेरियामा अज्ञात बन्दुकधारीले चलाएको अन्धाधुन्द गोली प्रहारबाट 66 जनाको मृत्यु भएको छ। नाइजेरियाको उत्तरी राज्य कादुनको काजुरामा 66 जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। मृत्यु हुने भएका मध्ये 22 जना बालबालिका र 12 जना महिला रहेको राज्य सरकारका प्रवक्ता स्यामुअल अरुवालले जानकारी दिएका छन्। आक्रमण गर्नुका कारणबारे अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। घटनास्थलमा सुरक्षाकर्मीहरूको टोली पठाएर सुरक्षा सतर्कता अपनाउनुको साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरूको भनाइ छ। स्थानीय सामुदायिक परम्परागत र धार्मिक अगुवाहरूले थप हिंसा भड्किन नदिनका लागि प्रयास गरिरहेको जनाइएको छ। राष्ट्रपतिद्वय निर्वाचनको दिन नजिकै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरू बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरू पनि भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसदले बजेट विनियोजन गरेपछि राष्ट्रपति ट्रम्पले सङ्कटकाल घोषणा गर्नुभएको हो। सङ्कटकाल घोषणापत्र व्हाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएर छाड्ने बताए। आफूले निर्माण गर्ने पर्खालले काम गर्ने दाबी पनि उनले गरे। सङ्कटकाल घोषणासँगै
मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै 8 अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए। राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको सङ्कट समाधान गर्ने दावी गरे। मेक्सिकोको सीमाबाट लागु औषध कारोबार र अवैध आप्रवासीहरूको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने दावी उनको थियो, तर डेमोक्रेटिकहरूले भने यसलाई शक्तिको दुरुपयोग भनेका छन्। ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेर छाड्ने बताए पनि उनको सङ्कटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालतसम्म पुग्ने आकलन गरिएको छ। डेमोक्र्याट्स पार्टीका उच्च नेताहरूले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन्। सङ्कटकाल घोषणासँगै ट्रम्पले अर्बौं डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउनेछन्। अन्त्यमा हेडलाइन्स पूर्ण एकपटक। सप्तरीमा ट्र्याक्टरले किचिएर एक बालिकाको मृत्यु, दाङमा 2 बस जुत्दा 42 जना घाइते। प्रदेश नम्बर 2 को प्रदेशसभा बैठक स्थगित, नेपाली काङ्ग्रेसबाट बैठक अवरोध। प्रदेशसभा अन्तर्गत चयन समिति सभापतिहरूको शपथ ग्रहण सम्पन्न। नेपाल सोनार समाज सेवा समितिको राजविराजको दोस्रो वार्षिक साधारण सभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सङ्कटकाल घोषणा। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।